बाटो चाहिँ यस्तो रहेछ बिचमा अहिले चाहिँ ठ्याक्कै त्यही जग्गामा पुग्यो साथी यहाँ चाहिँ टाइम पुरा लाग्ने रहेछ यो त भयो अगाडि बढ्यो नलाग्दो भएको रहेछ उताबाट घुमेको नै राम्रो रहेछ तपाईँहरू लुगा भएर घुमेको नै राम्रो रहेछ अहिले चाहिँ कमसेकम 3 घन्टा त लाग्नु रहेछ 2 घन्टा 3 घन्टा त लाग्छ किनभने त्यो अगाडि गाडी फसिरहेको रहेछ हो त्यो टाटा फसिरहेको छ त्यो टाटा फसेकोदेखि अगाडि पनि गतिले गएको रहेछ